हेलो गाइस, गुड मर्निङ। हिजोको हावाहुन्डरले कस्तो गर्यो त त्यतापट्टि यतापट्टि त ताम्बुको गाछहरू भाँचो। हाम्रो घरको दुईटा गाछहरू भाँचो ताम्बुको गाछ। यहाँ घरमाथि लड हो अलिकति यहाँ यो ताम्बुको गाछ छ तदेखि लड हो, काकाहरूकोदेखि लड हो, हाम्रो यहाँ घरमाथि यहाँनिर लड हो। अनि अलिकति 3 बङ्गिया हो। अनि यहाँ अलिकति केचाकुचुक पारो। अनि त्यहाँबाट यहाँ पनि यहाँ ग्वालीमाथि लड अलिकति यो बङ्गिया छ, सिधा सिधी गरियो। अनि त्यसकै काटेर यहाँ लगाइदिएको ग्वालीमा। अलिक हिलो हुन्छ, यहाँ पानी सानी चुल्दो रहेर त्यही तामुलको टुप्पो काटेर यहाँ लगाइदिएको थियौँ। फुल फुलेको तामुलहरू त्यहाँको गाछको उतापट्टि हाम्रो पनि छ। हाम्रो चाहिँ यहाँ यो गाछ लड यहाँ माथिदेखिबाट यहाँ भाँचेछ, यहाँ भाँचेर अनि त्यहाँबाट यहाँ घरमाथि लड, यो घरमाथि यहाँ माथि लड हो। अनि हिजै काटेर निकालियो, पानी झरी परेछ, त्यहाँबाट गाछ सास पनि लड हो। जम्मा 2टा लड हो हाम्रो गाछ। यहाँबाट लडेर अनि यहाँ तामुलको फुलहरू छ। यहाँ घरमाथि यहाँ तामुलको फुलहरू देखिरहेछ, यहाँ माथि लडेको। पुरा खतरनाक हावाहुन्डरी आयो नि त हिजो, बाफरे खतरनाक हावाहुन्डरी आयो। र सबै सफा गरी अब मेरो जन्डिसको दबाई खाना जाने बेला भयो। जन्डिसको दबाई त्यहाँ एकजना बडाउले बनाइदिनुहुन्छ अरे जडीबुटीको, त्यो खानाको लागि जानु पर्यो। अब बेजी पनि हान्नु छ, बेजी एकछिन पछाडि जाने। बेजी त बिहान र बेलुका एउटा एउटा हान्नुपर्ने छ, दिनमा 2टा गरेर 220 रुपियाँ गोटाको बेजी एकछिनमा जानु। यतापट्टि छ लडेको। यहाँनिर यो पनि भाँचेको छ, हिजो काट्नु भयो हामीले। सानो पुली यो चाहिँ, यो पनि हुन्डरीले यो फेदै लगाइदिनु पर्यो। टुप्पा भाँचेको थियो, फेदै लगाएर काटिदिनु भएको यो। र अब जन्डिसको दबाई खाना जाने बेला भइसक्यो। अब त्यहाँ बडाउले बनाइदिनुहुन्छ जन्डिसको दबाई। अलिकति आँखा पहेँलो भएको छ मेरो। र बेजी त हान्दैछु म, दिनमा 2टा गरेर, बिहान एउटा बेलुका एउटा गरेर बेजी हान्दैछु। 220 रुपियाँ गोटाको बेजी। त्यसले अलिक काम गरेर अलिक राम्रो भयो, भाषा पनि रुच्न थाल्यो, राम्रो भयो। अनि त्यसै डाउट छ भने जन्डिस पनि अलिकति निन्द्रा बेसी लाग्दैछ मलाई, त्यसको लागि यहाँ बडाउले बनाइदिनु भनेको छ। हिजो पनि खाएँ र अब फेरि एकखेप जडीबुटीले बनाइदिनुहुन्छ र फेरि घरमा जानुपर्नेछ। आज चाहिँ अलिक उग्रे जस्तो छ दिन, त्यही पनि त्यस्तो मजाले उग्रेको छैन, घाम त लागेको छैन, त्यही पनि अलिक उज्यालो भएको छ। अब चाहिँ पानी नआए त हुन्थ्यो। लाइन एकदम पानी आएर लाइन गएर मोबाइल स्विच अफ भएर खतम भएको थियो। बल्ल लाइन आएर अलिकति मोबाइल स्विच पनि चार्ज। यहाँ बडो घर आइपुग्यो, यहाँ बनाएर रेडी पारिदिनु भएछ गिलासमा हालेर। अब खानु पर्यो, टरो हुन्छ अलिक। टरो छ जन्डिसको दबाई। जन्डिसको दबाई खाएँ। अब बेजी हान्नको लागि जाँदैछु बजार। बेजी हानेर आउनु पर्यो त नयनकोमा फार्मासीमा। हानो यहाँ यो हातमा हानो, हात बदला यो हातमा हानो। अब फेरि भरे बेलुका यसमा हान्छ हो, हात बदला बेजी हान्छ साँडेले।